हेलो साथीहरू, आज त एकदम निराशा निराशा यो नेपालले चाहिँ टी20 वर्ल्ड कपमा इटलीसँग के खेलेको होला नि जस्तो तरिका हो। अब जित्दाखेरि खुसी मनाउने, हार्दाखेरि पनि चाहिँ सपोर्ट गरिरहने भनेर चाहिँ हामी भन्छौँ। तर यस्तो बेइज्जती खेल्यो कि 123मै अलाउड हुने अनि फेरि 10 विकेटले हार्ने, यो चाहिँ खराब, एकदम खराब। इतिहासमा यो सबैभन्दा ठुलो हार भयो नेपालको। फेरि टी20 खेल्दाखेरि अस्ति इङ्ल्यान्डसँग खेल्दाखेरि चाहिँ त्यस्तो राम्रो खेलेको थियो, हारे पनि चित्त बुझ्ने अवस्था थियो। तर आज चाहिँ हेर्नुहोस् त, इटलीसँग पहिलोचोटि विश्वकप खेल्दैछ, यस्तो बेइज्जत हार्यो कि। अब अर्को म्याचको त के आशा गर्ने, यो म्याच यस्तो भइहाल्यो। पहिलो कुरो त आज ब्याटिङै नभएको नि नेपालको। त ब्याटिङ चाहिँ के हो के, ब्याटिङ त ठिकै भयो, 123मा समेट्यो। बलिङ राम्रो होला भन्यो, बलिङ त झन् के भयो, 10 विकेटले हार्नु भनेको कहाँसम्मको खेल हो त यो नेपालको। हुन त अब हार्दाखेरि पनि हौसला दिने भन्ने कुरा त हुन्छ, तर यो चित्त बुझाउने ठाउँै छैन आजको खेलमा चाहिँ। साथीहरू, के छ त धारणा यसबारे, नेपालको आजको खेलको अवस्थाबारे, प्रदर्शनबारे यहाँहरूको धारणा के छ, प्रस्तुत गर्नुहोस् है। चित्त बुझ्दो अवस्था छ त छैन नि, होइन?